आज चाहिँ हामी सेवा एपको पोलिकार्बोनेट रुफिङको यो साइटमा छौँ। हामी सरबाट यो साइट कस्तो भएको छ रिभ्यू लिन्छौँ है त। सर, हजुरले चाहिँ सेवा एपको बारेमा कसरी थाहा पाउनुभयो? मैले चाहिँ टिकटकमा हेरेको थिएँ, त्यसपछि हजुरको एप पनि रहेछ, त्यसमा पनि एक्सप्लोर गरेको थिएँ मैले। हजुर, अनि हजुरले चाहिँ यो टेरेसमा पोलिकार्बोनेट रुफिङले चाहिँ किन गर्ने सोच राख्नुभयो? अब यहाँ चाहिँ हाम्रो किचनको लागि हामी माथि आउनुपर्छ, अनि पानी पर्ने भएकोले आउन अलिक डिस्टर्ब पनि हुन्थ्यो र पानीले गर्दा अलिकति ढोकाहरू पनि बिग्रिने होइन, यस्तो समस्या भएर चाहिँ रुफिङ गरौँ भनेर हो। अनि पोलिकार्बोनेट गर्नुको चाहिँ अब यो अलिकति अफोर्डेबल पनि छ र हामीलाई चाहिँ अलिकति सनलाइट चाहिँ डाइरेक्ट पास होस् भन्ने थियो र ग्लासको अल्टरनेटिभमा चाहिँ यो चाहिँ राम्रो रहेछ, त्यही भएर। हजुर, अनि हजुरलाई यो ओभरअल यो फिनिसिङ भइसकेको काम चाहिँ कस्तो लागेको छ? ठिक छ म्याम, अहिले हेर्दा त राम्रो छ। अब पानी परेपछि चाहिँ अब कस्तो बनेछ चाहिँ अझै टेस्ट हुन्छ त्यसपछि चाहिँ। हजुर, त्यसपछि केही भइहाल्यो पनि अब हजुरको सेवा एप त छँदैछ नि होइन। हजुर हजुर, अनि हजुरले अब हाम्रो यो सेवा एपको कामलाई चाहिँ आउट अफ 5 कति रेटिङ दिनुहुन्छ? अहिले चाहिँ 4 दिउँ म्याम, अब आफ्टर टेस्टिङ कति हुन्छ। ए हुन्छ, हजुर, थ्याङ्क यू सो मच। थ्याङ्क यू।